हेलो एभ्रिवान वेलकम टु द न्यू भिडियो। अनि आज चाहिँ मौसम हेर्न सक्नुहुन्छ पुरै क्लियर छ है। अनि म चाहिँ भर्खर नुहाएर आएको। अनि आजको दिनको लागि चाहिँ केही प्लान्सहरू पनि छन् हैन। अनि त्यो पनि अब हेरौँ के हुन्छ। लेट्स सी। भर्खर टिकट हेरेँ कि अनि टिकटमा चाहिँ लास्ट टाइम धेरै डिफ्रेन्स भएको रहेछ। हिजो चाहिँ 160 थियो, आज अहिले हेर्दाखेरि चाहिँ 300 छ क्या। सो हामी चाहिँ नजाने भएको छौँ। मुभी हेर्ने कुरालाई साइडमा राखेर वेदर हेऱ्यो भने चाहिँ वेदर चाहिँ आज लास्टै क्लियर छ क्या। मलाई यस्तो वेदर मनपर्छ होइन। घाम पनि लागिरहेको छ, हावा पनि चलिरहेको छ, कतै बाहिर हिँड्नु परेको छैन, त्यही भएर आज क्लियर देखिरहेको छु म। अनि अर्को कुरा भनेको चाहिँ मैले यहाँ जुत्तामा पोलिस गरेर सुकाएको थिएँ होइन। यो चाहिँ मेरो जुत्ता बाबाको बुनुको। सो अब यसलाई फेरि एकचोटि यो लगिसकेर यो जुत्तालाई लगेर अनि यसलाई फेरि पोलिस हान्नुपर्ने हुन्छ। अनि चाहिँ मजाले ढल्किन्छ यो जुत्ताहरू। सो यसलाई अहिले यता राख्थ्यौँ, अहिले एकछिनतिर हान्छु म पोलिस। यो घाममा पुरै डिप फ्राई नै भएछ। अनि अब फेरि उता गएर अर्को जुत्ता पनि लिएर आउनुपर्छ। अनि यहाँ बढार्नु गर्ने पनि काम बाँकी रहेछ। अनि उहाँ बिहान देखाएको थियो नि ड्रागन फ्रुट, बिहान चाहिँ कस्तो फुलेको जस्तै भइरहेको थियो, अहिले चाहिँ ओइलाएको जस्तै भइरहेको छ। खोइ के भएको, बिहानै चाहिँ त्यस्तै हुन्छ कि। अनि रोड चाहिँ खाली नै छ आज चाहिँ। किन भन्दा पनि 12-1-2 बज्न आँटेको छ, त्यही भएर चाहिँ खाली भएको होला रोड। अनि अरू सबै ठिकै छ। अनि यहाँ चाहिँ वी ह्याभ दिस थिङ क्यालिबर। यो जुत्ताको चाहिँ जो पोलिस हुन्छ नि, यो अलिकति यस्तो कलरको जुत्ता छ क्या, ब्ल्याक छैन नि त। अनि यसको चाहिँ पोलिसको लागि बाबाले लग्नु भएको थियो, अनि पोलिस लिएर आउनुभएको थियो। अनि अघि मैले गर्दाखेरि यो सक्यो, अनि यहाँबाट यो लिएर आएको यो नयाँ पोलिस। बाह्र पनि हुन्न नि त घरमा। सो आज चाहिँ म मात्रै छु। अनि यहाँ चाहिँ क्लिनै छ आज, मैले क्लिनै बनाएको छु भन्नाले प्रायः हाम्रो घर क्लिनै हुन्छ होइन। अनि अब चाहिँ टाइम पनि कति पो मलाई थाहा छैन, किनभने अघि टिभी हेर्दै थिएँ, थाहा भएको छैन टाइम। 1:57 भएको रहेछ होइन टाइम। अब बुझ्नु पनि आउँछ 2:30 नभए 3 बजीतिर त्यो पनि आइपुग्छ। अनि बुझ्नु र बाबा दुईजनालाई नै खाजा बनाइदिनु पऱ्यो। म बुझ्नु चाहिँ आज पास्ता खाने भन्दै थिएँ। सो पास्ता अहिले उसिन्नको लागि राख्नु पऱ्यो। अनि त्यसपछि बुन आउनुभन्दा थोरै अगाडिदेखि चाहिँ पकाउन थाल्छ। अनि आइसकेपछि ट्याक्कै पाएको हुन्छ नि त। अब म चाहिँ त्यही गर्नु पऱ्यो, किनभने इक्जाम पनि सकिहाल्यो, अरू काम पनि छैन होइन। त्यही खाजा बनाइदिनु पऱ्यो। अनि आज चाहिँ फ्राइडे है, पास्ता उसिन्नु पऱ्यो होइन। अनि त्यसपछि उयो गर्छु, पकाउन थाल्छु। अनि यो चाहिँ हाम्रो किचन हो। उहाँ त्यहाँ ग्यास स्टोभ छ, डाइनिङ टेबल छ, यता फिल्टर छ, यति छ किचन, स्मल एन्ड सिम्पल। अनि अब चाहिँ मलाई खोज्नुपर्छ पास्ता। सो पास्ता चाहिँ यो बोटुकाको 1 बोटुका जति बनाउनु पऱ्यो, पुग्छ होला, थोरै थप्नुपर्छ हामीले। अब पास्ता कहाँ छ मलाई त्यो खोज्नुपर्छ। सो यहाँ हुनसक्छ, लेट्स सी। पास्ता छैन नि, यहाँ छैन पास्ता। यहाँ पनि छैन। सो पास्ता चाहिँ कहाँ छ मलाई थाहा भएन होइन। सो धेरै मिहिनेतपछि मैले यहाँ खोज्दा गएर नि पास्ता चाहिँ त्यहाँ रहेछ क्या, त्यही। अनि मैले त्यति पनि यहाँ खोज्दा गरेँ, आउने बित्तिकै हेरेँ त्यहाँबाट यहाँ छिर्ने बित्तिकै त्यो त्यहाँ छ, त्यो देखिनँ मैले यहाँ आएर खोजेँ, त्यहाँ खोजेँ, कता खोजेँ, अनि बल्ल त्यहाँ रहेछ। अब चाहिँ हामी बसाइदिन्छौँ होइन। अहिले चाहिँ यसमा पानी हालिसकेँ होइन, यो पास्ता भिज्ने गरेको। अनि यो लगाइदिउँ, टर्न अन द स्विच, यो पनि अन गरिदिउँ। अहिले छतमा आएको छु कि। अनि उहाँ उयो देखेको त्यो चाहिँ भन्ने एउटा स्कुल हो, बोर्डिङ स्कुल हो। अनि मौसम मैले भनेको जस्तै एकदम राम्रो छ होइन। यहाँ लुगाहरू छ, म चाहिँ लुगा उठाउन आएको मेन कुरा, मौसम देखाउनुभन्दा पनि। अनि अहिले हल्का थोरै चहल पहल हुन थालेको छ उतातिर भनेको धरान। अनि उहाँ छ सोल्टी वेस्टर्न, यता धरान हो, उता भनेको विराटनगर छ, पूर्व हो यो, अनि यो उत्तर। अहिले चाहिँ बुनको स्कुलको बस पनि आइसकेको छ होइन। अनि त्यो अब यहीँबाट होलिन्छ। मैले भर्खर बस आएको छु यार, त्यो साँच्ची भनेको। अनि त्यो यहीँबाट हो, त्यो उहाँबाट आउँदैछ होइन। हाँस्दै छिटो छुट्टी भयो कि के भयो मलाई थाहा नै भएन। बस छिटै आयो जस्तो लाग्यो मलाई। गेट खोल्न जाँदैछु, त्यो पनि आयो नि त ऊ बसिआएको थियो माथिबाट देखेको नि, काली हप्सी भएर आइसक्यो।
के भएर आएको आज पुरै मेरो साथीको बर्थडे थियो मैले डेरी मिल्क पाएँ डेरी मिल्क साथीको स्पेसल ट्रिट जग्गा हाल्छु त मलाई दिन्छस् नाइ डेरी मिल्क दे अनि डेरी मिल्क दे हुन्छ उक्लेको छ के ल मा फ्रिजमा लगेर हाल्छु सो म पास्ता बनाउन अलिकति ढिलो भएछ म भर्खर बसाएको पास्ता मलाई अनि कति पैसा धेरै पुग्ने गरी बसाएको छ तर मलाई किन त ढिलो आउँछ जस्तो लागिरहेको छ छिटो आइयो भर्खर 2 त बज्यो नि 2 बजेतिर त 3 बजेतिर आउँछ जस्तो लागिरहेको छ अनि 3 बजे त यो स्कुलले छुट्टी हुन्छ अनि त कताबाट आएको टाइममा स्कुल छुट्टी हुन्छ त कताबाट आएको त गाडीबाट आएको ए हो हेर्नु त्यसको ब्यागमा त के हो पुरा काली जाँदा थियो क्या जुत्ता लगाएर त्यो लगाएर राखेको भाइ तेरोमा पनि काली लगाइदिएको छ 50 रुपियाँ निकाल यो वर्ष बनाइदे त्यसलाई कालो बनाइन्छ काली लगाएर चल्छ नानी किन चल्दैन त बनाउँदैछ होला नि त पास्ता म बनाउनु तैँले नभन तैँले युट्युबबाट हेरेर त राम्रो बनाउँदिस् म खाइदिन्छु त्यो के हो त्यो के हो आइसक्रिम छ त्यो म एकछिनमा बनाउँछु किनभने पास्ता उमाल्न छोडिदिइहालेँ मेरो केही काम छैन भन्दा पनि लुगा मिलाउनु छ म चाहिँ लुगा मिलाउँछु होइन अनि त्यसपछि तपाईँहरूलाई एउटा कुरा देखाउँछ त्यो लुक एट दिस यो चाहिँ मैले आएको अहिले पनि खाँदैछु होइन अनि ह्याप्पी चाहिँ मिठो लाग्छ खानको लागि अनि यहाँ टेबल यत्तिकै लथालिङ्ग परिआएको छ अनि यो एक्जाम सकेदेखि यो नै छ सबै ठिकै छ पहिले अब लुगा मिलाउँछु अनि भेटौँ अब चाहिँ म उहाँ पकाउन आँटेको होइन यहाँ टमाटर प्याज सबै काटेर रेडी भइसक्यो त्यो पास्ता पनि त्यहाँ छ अनि तेल हालेर पकाउने सो म पकाउनेको भिडियो चाहिँ सुट गरौँ कि नै भनेर सोचिआएको थिएँ तर अब म भिडियो चाहिँ सुट गर्दिनँ किनभने भिडियोको ड्युरेसन लास्टै लामो हुन्छ भरे पनि हामी कुद्न गएको पनि भिडियो सुट गर्छु होला सो अहिले चाहिँ नगर्ने भए म पकाइसकेर देखाउँछु नि मेरो भएको पास्ता चाहिँ यो होइन पास्ता डेन्जर खत्रै बनाइदिएँ मैले अहिले चाहिँ हामी यो पिसाउन जान आँटेको अनि हिँड्दै जाने भन्ने प्लान भएको थियो तर अब हिँड्दै नजाने भयो धेरै टाढा छ क्या त्यहाँदेखि त जान्छ यो यहाँ साइकल निकाल्दैछ र म चाहिँ यहाँ जरा बोकेर रेडी छु अनि यसले कुदाउँछ कि कसले कुदाउँछ अब त्यो चाहिँ थाहा भएन होइन तर कुदाउँछ खै कुदाउँछस् तँलाई कुदाउँछस् साँच्ची सक्सेस नन्द बस यो चाहिँ अब हामीलाई मलाई कुदाउन आँटेको थियो होइन कुदान यत्तिकै नर्मली कुदान पखाइबाट चाहिँ सफारीहरू के आउन खोज्दैछ होइन त्यो कुदाउन खोज्दैछ कुदा सक्सेस सकिस् सक्सेस कि सक्दिनस् ला पक्री अनि दाइ अन्त धेरै हो अब चाहिँ म कुदाउन आँटेको होइन त्यो बिचमा छौँ र म बाटोको बिचमा भ्लग गर्दैछु किन गर्दैछु मलाई थाहा छैन मान्छेहरू देख्यो भने के सोच्नु त्यो पनि थाहा छैन त्यो पनि म बाटोको बिचमा भ्लग गर्दैछु अनि उहाँ छ नर्थ पोइन्ट स्कुल नर्थ पोइन्ट बोर्डिङ हो कि स्कुल हो बोर्डिङ काम सकिसक्यो र फेरि साइकलमा रवाना भइसक्यौँ अनि उहाँ चाहिँ कुकुर हिँड्दैछ होइन म चाहिँ अहिले यसै गर्दैछु म चाहिँ जिमसम्म जाने भनेको यो चाहिँ फेरि मसिँदै आउँछु भन्दै चाहिँ हेरौँ के हुन्छ यसलाई चाहिँ त्यहाँ जिम आउँछ नि त त्यहाँबाट पठाइदिउँ भनेको मैले चाहिँ साइकल पुगाउँदै गर्छु नि त यसलाई चाहिँ मैले त्यहाँ उयोमा राखेर पठाइदिएँ अनि यो चाहिँ जाँदैछ अनि अब चाहिँ म चाहिँ जान्छु जिमतिर म चाहिँ अब जिममै गएर तपाईँहरूलाई भेट्छु होइन अहिले चाहिँ म के गर्ने नि अहिले चाहिँ प्रायः जिमतिर जान्छु क्या बेलुकाको समयमा घरमा बस्दा पनि वाक्क लाग्छ अनि पढ्दा पनि घरिघरि वाक्कै लागिआएको हुन्छ क्या अनि त्यही भएर बेलुकाको समयतिर चाहिँ म जिमतिरै यसो एक्लै हिँड्न उयो जान्छु होइन प्रायः म कानमा एयरबड्स लगाएर गीत सुन्दै जान्छु अहिले पनि एयरबड्स लिएको छु कि तर अहिले चाहिँ गीत नसुनेको अब जिम आइताल्यो म चाहिँ अहिले आइसकेको छु होइन यता अनि मान्छेको भिड ठिकै छ यहाँ भाइ पनि बसिरहेको छ यता हेर भाइ
तिमीलाई पनि भ्लगमा निकालिदिनु पऱ्यो ल हजुर तिमीलाई पनि भ्लगमा निकालिदिनु पऱ्यो ल ल मान्छेहरू चाहिँ आज टन्नै आइरहेको छ होइन अनि अब एकछिनमा गर्छौँ यहाँ दाइ हो कि भाइ हो खोइको पुलअप हान्दैछ गर गर पनि भाइरल अब यो भाइ पनि भाइरल हुनु पऱ्यो हो भाइको पनि के अरे अब स्कुलमा पुग्यो यहाँ जियाना पनि आएको छ ऊ लुक्दैछ यो पनि आयो तँ पनि आइस् तँ पनि आइदिएको तँ पनि भ्लग आउँछस् ल अब तँ पनि भाइरल हुनु पऱ्यो जब के भयो अरे हो तर खै टाउकोमा कपाल चाहिँ खै त नि कपाल त अनि मेरो भन्दा सानो भएछ त भाइको त्यहाँ के हो तेरो काटो तेरो भिडियो बनाइदिन्छु पर्खी युट्युबमा हालिदिन्छु पर्खी अब युट्युबमा हालिदिन्छु मेरो च्यानलमा हालिदिन्छु पर्खी हालिदिउँ मेरो च्यानलमा तँ पनि अनि फेमस हुन्छस् तिमीलाई हालिदिनु तिम्रो नाम के हो नाम के हो नाम ठिक छ केटाकेटीहरू यहाँ खेल्दैछन् होइन यहाँ टेक्वान्डोको भाइ बहिनीहरू को आएका छन् कि आज धेरै अब यो गरिहालेँ अब चाहिँ हिँड्न जान्छु अनि स्टेप्सहरू कम्प्लिट गर्छु अब चाहिँ है यहाँ भिड पनि लास्टै भयो क्या त्यही भएर पनि नभए एकछिन गर्ने विचार छ अब भिड यस्तो छ यहाँ गर्न सकिन्छ जस्तो छैन सो अहिले चाहिँ म फोटो लिन जाँदैछु चाहिँ आइपुगेँ होइन म जुत्तेको भनेको चाहिँ नै यो के भन्नुभएको त फोटो होइन अनि यतापट्टि बास गाडी छ यतापट्टि सनसेट हुँदैछ है अनि म चाहिँ यो बाटो हिँड्दैछु सो फोटोहरू लिऊँ मऱ्यौँ अब यो बाटोमा हिँडेर आजको स्टेप्स पनि कम्प्लिट हुन आँटिसक्यो होइन मेरो 6000को मात्रै छ नि त स्टेप्सको गोल 10,000को बनाउनु पर्ने अस्तिदेखि अब 6000ले चाहिँ अलिकति कन्सिस्टेन्ट हुन्न थालिसकेपछि चाहिँ अनि बल्ल 10,000को बनाउने भनेर मैले गरेको छु नि त अनि त्यही भएर 6000 स्टेप पनि कम्प्लिट हुन आँटिसक्यो पहिले चाहिँ 6000 ट्याक्कै हुन्थ्यो अलिकति गाह्रो जस्तो लाग्थ्यो अहिले चाहिँ त्यस्तो हुँदैन 6000 चाहिँ सजिलै कम्प्लिट हुन्छ अहिले चाहिँ आजको लागि एक्सर्साइज चाहिँ भयो म चाहिँ फर्स्टमा त्यहाँ फोटो लिएर आएँ फोटो लिएर आइसकेपछि डाइरेक्ट यतापट्टि जिममा आएँ अनि जिममा डह्रो वर्कआउट हान्ने आज अहिले मोबाइल पक्रिनु पनि भएको छ हात दुखिरहेको छ अनि त्यसपछि डह्रो वर्कआउट हान्यो पसिना अझै पनि पसिना आइरहेको छ होला अनि अब चाहिँ घर जाँदैछु सनसेट पनि भइसकेको छ के छ भाइ भाइ पनि हेर्दै होइन सनसेट पनि भइसकेको छ अब चाहिँ घर गएर रेस्ट गर्छु सो आजको लागि चाहिँ यति नै होला भ्लग एडिट पनि गर्नु छ टन्नै भएको रहेछ एडिट गर्नु पनि अहिले हात बसेको छैन कि अलिकति ढिलो हुनसक्छ सो त्यही भएर आजको लागि चाहिँ यति नै